श्रम बन्द गरियो अहिले। यो श्रम चाहिँ अब किन बन्द गरियो त्यो सरकारलाई नै थाहा होला, नेपाल सरकारलाई। तर त्यसले चाहिँ हामीहरू जस्तो यहाँ विदेशमा काम गरिरहने श्रम फेल हुने र नेपालबाट आउनेहरूलाई चाहिँ कति धेरै इफेक्ट गर्यो त्यो चाहिँ अब बुझ्न जरुरी छ। अहिले नेपालबाट आउने क्रममा चाहिँ श्रम नदिएको र तपाईँको यहाँ जब चिप्लिएकोहरू पनि धेरै छ, बुझ्नु भएन। अब हामी यहाँ बसिरहेको मान्छेको श्रम फेल हुँदा चाहिँ तपाईँको त्यो श्रम चाहिँ कनेक्ट डाइरेक्ट छ कि तपाईँको इन्सुरेन्ससँग, यो बुझ्न जरुरी छ। तपाईँको इन्सुरेन्ससँग कनेक्ट हुनाले श्रम फेल हुने बित्तिकै इन्सुरेन्स पनि फेल भयो। अब यो चाहिँ कता कता तपाईँको इन्सुरेन्स कम्पनीहरूको खेल पनि हुनसक्छ है। यो चाहिँ अब मैले बुझेअनुसार होइन, त्यो के भयो कस्तो छ थाहा छैन, जे भयो नि इन्सुरेन्ससँग कनेक्टेड हुन्छ यो। अब तपाईँको इन्सुरेन्स फेल भएपछि भोलिको दिनमा हामी यदि केही पर्यो, भव्यतव्य पर्यो, भोलि एक्सिडेन्ट भयो, मान्छे डेथै भयो, जे पनि हुनसक्छ नि त। यस्तो सिचुएसन चलिरहेको छ, दिनानुदिन झन् गम्भीर हुँदै गइरहेको छ। अब भोलि त्यस्तो भएको खण्डमा चाहिँ इन्सुरेन्समा क्लेम गर्ने अवस्था छैन होइन। अब त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। अब नेपाल सरकारले यो बुझ्नुपर्ने जरुरी छ। हामीले पनि यसमा पहल गर्नुपर्ने जरुरी छ, किनभने यो हामी 2-4 जनाको प्रब्लम होइन, लाखौँ नेपाली जनताको मिडल इस्टमा भएको यो ठुलो इस्यु हो। यसले चाहिँ नेपाल सरकारबाट चाहिँ ध्यान आकर्षण होस्, यही नै छ मेरो अहिले सूचना। धन्यवाद।